शिव खेराको एउटा निकै चर्चित किताब छ यू क्यान विन। यसले एउटा एकदमै सरल तर शक्तिशाली विचार अगाडि सार्छ। यदि हामीले आफ्नो मानसिकता, आफ्नो सोच्ने तरिका बदल्यौं भने जीवनमा असम्भव लाग्ने कुराहरू पनि सम्भव हुन थाल्छन्। आज हामी यही विचारको गहिराईमा डुबुल्की मार्नेछौँ। सुन्दा त यो एउटा सामान्य वाक्य जस्तो लाग्न सक्छ, होइन र? तर शिव खेरा भन्नुहुन्छ, सफलताको मुटु नै यही हो। हाम्रो सोचाइले नै हाम्रो वास्तविकता बनाउँछ। यही सोचाइ कि त हाम्रो सबैभन्दा ठूलो शक्ति बन्न सक्छ, कि त हाम्रो सबैभन्दा ठूलो कमजोरी। सफलताको यो यात्रालाई हामी 4 चरणमा हेर्नेछौँ। सबैभन्दा पहिले नजरियाको जग बसाल्नेछौँ र त्यसपछि अगाडि बढ्दै बलियो लक्ष्यहरू कसरी बनाउने भन्नेसम्म पुग्नेछौँ। त्यसो भए सफलताको पहिलो खुड्किलो के हो त? शिव खेराका अनुसार त्यो हो हाम्रो नजरिया। हरेक महान उपलब्धिको सुरुवात यहीँबाट हुन्छ। यो कुराले अलिकति अचम्म लाग्न सक्छ, तर हार्वर्ड विश्वविद्यालयले गरेको एउटा अध्ययनले के देखाउँछ भने कुनै पनि जागिरमा 85% सफलता हाम्रो नजरियाले निर्धारण गर्छ। हाम्रो प्राविधिक ज्ञान वा सिपले त केवल 15% मात्रै। सोच्नुस् त, हामी के जान्दछौँ भन्दा पनि हामी कसरी सोच्छौँ भन्ने कुरा कति महत्त्वपूर्ण रहेछ। अच्छा, हाम्रो नजरिया कहाँबाट आउँछ त? मूलतः 3 कुराले यसलाई आकार दिन्छन्। पहिलो, हाम्रो वातावरण, मतलब हाम्रो घर समाज। दोस्रो, हाम्रा अनुभवहरू जसले हामीलाई जिन्दगीको पाठ सिकाउँछन्। र तेस्रो, हाम्रो शिक्षा जसले हाम्रो विश्व दृष्टिकोण बनाउँछ। हो, यिनै 3 कुराको मिश्रणले हामी संसारलाई हेर्ने लेन्स बनाउँछौँ। सकारात्मक नजरिया भनेको आकाशबाट खस्ने कुरा होइन, यसलाई त बनाउनुपर्छ, विकास गर्नुपर्छ। यसको लागि एउटा सरल चक्र अपनाउन सकिन्छ। हरेक कुरामा राम्रो पक्ष खोज्ने प्रयास गर्ने, प्रशंसा गर्ने बानी बसाल्ने, नकारात्मकताबाट आफूलाई बचाउने र आफ्नो दिनको सुरुवात नै कुनै सकारात्मक सोच वा कामबाट गर्ने। यो सानो बानीले साँच्चै ठूलो परिवर्तन ल्याउन सक्छ। ल, एकपटक सकारात्मक नजरियाको जग तयार भयो, अब त्यसमाथि सफलताको महल कसरी बनाउने? यसका लागि केही बलिया स्तम्भहरू चाहिन्छन् जुन सिद्धान्त र व्यवहारमा आधारित हुन्छन्। खेराले सफलताका 8वटा स्तम्भहरू पहिचान गर्नुभएको छ। यसमा तीव्र इच्छा र प्रतिबद्धता जस्ता भित्री शक्तिहरू पर्छन्। त्यसैगरी कडा परिश्रम, जिम्मेवारी र असल चरित्र जस्ता व्यावहारिक गुणहरू पनि उत्तिकै महत्त्वपूर्ण छन्। यी सबैको संयोजनले नै दिगो सफलताको आधार तयार पार्छ। तर एउटा कुरा के हो भने सफलताको बाटो कहिल्यै सिधा हुँदैन। यसमा बाधाहरू अवश्य आउँछन्। ती चुनौतीहरूलाई पार गर्न चाहिने 2 महत्त्वपूर्ण हतियार हुन् प्रेरणा र आत्मसम्मान। आउनुहोस्, अब यिनै बारे कुरा गरौँ। धेरै मानिस किन आफ्नो लक्ष्यसम्म पुग्दैनन्? कारणहरू त धेरै छन्। जोखिमसँग डराउनु, निरन्तरताको कमी वा कहिलेकाहीँ अहङ्कार। तर यी सबैको जडमा प्राय एउटै कुरा लुकेको हुन्छ, त्यो हो कम आत्मसम्मान। प्रेरणाको स्रोत के हो? बाहिरी पुरस्कार जस्तै पैसा वा प्रशंसाले केही समयको लागि काम गर्न सक्छ, तर त्यो पेट्रोल जस्तै हो, छिट्टै सकिन्छ। वास्तविक र दिगो प्रेरणा त भित्रबाट आउँछ। यो त्यो इन्धन हो जसले लामो यात्रामा पनि कहिल्यै धोका दिँदैन। यो प्रश्नले आत्मसम्मानको ढोका खोल्छ। कुनै पनि व्यक्तिले आफ्नो बारेमा के सोच्छ त्यसले उसको सम्भावनाको सीमा नै निर्धारण गरिदिन्छ। यदि मनले नै आफूलाई अयोग्य ठान्छ भने बाहिरी संसारमा ठूलो सफलता हासिल गर्न लगभग असम्भव हुन्छ। उच्च र कम आत्मसम्मान भएका व्यक्तिहरूको व्यवहारमा आकाश जमिनको फरक हुन्छ। एकातिर उच्च आत्मसम्मान भएकाहरू नयाँ विचार, जिम्मेवारी र सिक्ने अवसर खोज्छन्। अर्कोतिर कम आत्मसम्मान भएकाहरू अरूलाई दोष दिने, कुरा काट्ने र मलाई सबै थाहा छ भन्ने सोचमा अल्झिन्छन्। अब हामी अन्तिम र सबैभन्दा व्यवहारिक खण्डमा आइपुगेका छौँ। यहाँ हामी यी सबै सिद्धान्तहरूलाई लक्ष्य निर्धारण र बलियो सम्बन्धहरू मार्फत कसरी जीवनमा उतार्ने भनेर हेर्नेछौँ। एक महान धनुर्धरको कथा छ नि, जसलाई निशाना लगाउँदा के देख्छौ भनेर सोद्धा उनले भनेका थिए, मलाई त चराको आँखा बाहेक केही पनि देखिँदैन। यसले एउटै कुरा सिकाउँछ, जब लक्ष्य पूर्ण रूपमा स्पष्ट हुन्छ तब वरपरका सबै हल्ला र विचलनहरू आफै हराएर जान्छन्। केवल सफल बन्छु भन्नु एउटा इच्छा मात्र हो, लक्ष्य होइन। SMART फ्रेमवर्कले यस्तै अस्पष्ट सपनाहरूलाई कार्य योजनामा बदल्छ।
यसले लक्ष्यलाई विशेष, मापनयोग्य, हासिल गर्न सकिने, सान्दर्भिक र समयबद्ध बनाएर सफलताको बाटो एकदमै स्पष्ट पारिदिन्छ। सफलताको यात्रा एक्लै तय गर्न सकिँदैन, यसका लागि बलियो सम्बन्धको पुल चाहिन्छ। हो, प्रतिभाले केही ढोका खोल्न सक्छ, तर ती सम्बन्धलाई टिकाउने काम त चरित्रले गर्छ। असल चरित्र बिनाको प्रतिभा त बालुवामा बनेको महल जस्तै हो, क्षणभरमै भत्किन्छ। बलियो सम्बन्धहरू साना साना व्यवहारले बन्छन्, जस्तै कसैको कुरा ध्यान दिएर सुन्नु, इमान्दार हुनु र अरूलाई सम्मान गर्नु। यिनै बानीहरूले विश्वासको जग बसाल्छन्, चाहे त्यो व्यक्तिगत जीवनमा होस् वा व्यावसायिक। विजेता र अरूमा आखिर के फरक हुन्छ? यो सानो तर शक्तिशाली वाक्यांशमा जवाफ लुकेको छ, र त्यसपछि अझ केही बढी। उनीहरू केवल तोकिएको काम गर्दैनन्, उनीहरू सधैँ अपेक्षाभन्दा एक कदम अगाडि जान्छन्। यही नै उत्कृष्टताको रहस्य हो। अब अन्त्यमा एउटा विचारणीय प्रश्न। आजैबाट सुरु गर्न सकिने त्यो एउटा सानो बानी के हुन सक्छ जसले विजेताको मानसिकता निर्माण गर्न मद्दत गरोस्? किनभने सानो कदमले नै ठूलो यात्राको सुरुवात हुन्छ।